नमस्कार। कार्यक्रम बियोन्ड होराइजनको श्रृङ्खलामा यहाँलाई स्वागत छ। दर्शकबिन, मुलुकको परिवेशमा एउटा खालले रूपान्तरणको अपेक्षा गरिरहँदाखेरि आर्थिक समृद्धिका कुरा हुन्छन्, आर्थिक क्रान्तिका कुरा भनेका छन्। यति बेला अर्थतन्त्र जुन किसिमले 66% नेपाली नागरिक कृषिमा निर्भर बनिरहँदाखेरि कृषि, पर्यटन, ऊर्जा र जलस्रोतलाई जुन किसिमले एउटा खालले प्राथमिकतामा राख्ने गरेको छ, तर परिवेश त्यो अनुरूपको कहीँ कतै भेटिने गरेको छैन। जुन किसिमले एउटा खालले गतिविधिहरू बढिरहेका छन्, हामी सुनेका छौँ यो भोगाइयो धेरैको कुनै पनि उद्योगहरू सञ्चालन गर्दाखेरि त्यहाँ वस्तुभन्दा पहिले मजदुरी उनीहरू फस्टाएका तीतो यथार्थहरू बनेका छन्। यसका बीचमा रहिरहँदाखेरि वास्तवमै मुलुकको साँच्चै नै समृद्धि वा आर्थिक रूपान्तरणका लागि कस्तो खालको अपेक्षा गर्न सकिन्छ, सँगै उद्योगीहरूले विद्यमान रूपमा कुन अवस्थाबाट गुज्रिरहेको अवस्था हो, यही प्रसङ्ग जोड्न चाहिरहेका छौँ। यसका बीचमा आफूलाई औद्योगिक क्षेत्रमा एउटा खाले रूपान्तरण गरिरहँदाखेरि वास्तवमै सीताराम दुग्ध जुन किसिमको उद्योग छ, सँगै यति कार्पेटलाई एउटा खाले जिम्मेवारी सम्हालिरहनुभएका संस्थाका चेयरम्यान हुनुहुन्छ अनिल केडिया। स्वागत छ यहाँलाई। नमस्कार। आराम हुनुहुन्छ? आरामै हो। जति सहज रूपमा शारीरिक आराम व्यक्त गरिरहनु भएको छ नि हामीलाई, यो अर्थतन्त्रमा उद्योगलाई कतिको आराम वा सन्तोष छैन? हामी चाहिने उद्योगमा नयाँ सोच्नुभन्दा पनि दिनभरि हामी केही फोनको उपेक्षा गरिरहन्छौँ। कहाँ केही भयो कि, कहीँ छापा पर्यो कि, कहीँ अर्को कुनै किसिमको समस्या आयो कि, युनियनको समस्या आयो कि, ट्रेड युनियनको आयो कि, कुनै पार्टीको केटाहरू आयो कि भनेर फोन आयो कि त्यस्तै त्यस्तै मनमा कुराहरू फ्याक्ट्रीबाट फोन आयो भने, दुईचोटि फोन आयो भने, अहिले पनि मैले 4वटा फोन आएर त्यही मनमा त्यही आयो। 4वटा फोन आएको चाहिँ केही भयो कि फ्याक्ट्रीमा भनेर मिस्ड कल हेरेपछि आशंका त्यही हुन्छ। फर्स्ट पलपल सशङ्कित छौँ यहाँ, पलपल सशङ्कित छौँ, किनभने एउटा डिपार्टमेन्टबाट होइन कि सबै डिपार्टमेन्टबाट उद्योग चलाउन होइन धान्नै गाह्रो हो। धान्न गाह्रो हो, मेन्टली डिस्टर्बै हुन्छ। हामीलाई गाह्रो छ। एउटा सेक्टर पनि हामीलाई चाहिने कुनै एउटा सेक्टर सबै वा केही। मैले त आफ्नो पक्षमा आजसम्म एउटा न्युज पढेको छैन। व्यापारीको पक्षमा न्युज त सत्यतामा पढ्ने हो नि, पक्ष त विपक्ष अलग रहन सक्ला। सत्यता त तपाईँले जब तपाईँले सत्यता कसले भन्नुहुन्छ? 100 सालदेखि फ्याक्ट्री चलिरहेछ भनौँ न। एउटा तपाईँले मेरो कुनै प्रोडक्ट दुध तपाईँले 30 सालदेखि खाइरहेछ, अनि अचानक न्युज आउँछ कि दुधमा कोलिफर्म भेटियो, मन जहर भेटियो। अब कसलाई सत्यता मान्ने? भेटिएको हो होइन? त्यो भेटिएको हो भने त्यो कोलिफर्म भेटिएपछि एउटा कुरो त तपाईँ के बुझ्नुहोस् भने, निजी मान्छे अहिलेको कम्पिटिसन युगमा मैले कुनै चिज खराब प्रोडक्ट बजारमा दियो भने मेरो प्रोडक्ट तपाईँले खानुहुन्छ, यदि दुध राम्रो छैन भने तपाईँसित त धेरै चोइस छ नि। मैले कुनै चिज कसले चलाइरहेछ त्यसो भने? कसले खेलिरहेछ यहाँ? अब त्यो न्युज आयो भने तपाईँको एउटा मानसिकता के छ भने, यस्तो न्युज आयो भने राम्रो लेखिदियो भने कोही पढ्नै सक्दैन, कोही पढ्न मान्दैन। खराब लेखिदियो भने एट्र्याक्सन हुन्छ। त्यस्तै किसिमको हामी कहाँ एउटा बानी भइसक्यो।
त्यही ट्रेनमा गएको हो। ट्रेन भइसक्यो। जति नेगेटिभ बोल्न सक्यो त्यति हाम्रो चिज बिक्छ अनि त्यति हाम्रो पत्रिका बिक्छ अनि हामीलाई फाइदा हुन्छ। ऊ पत्रिका पनि आफ्नो फाइदाको लागि गरिरहेछ। जब उसले चाहिँ नि आफ्नो फाइदाको लागि काम गरेको छ भने व्यापारी राम्रो काम गर्दाखेरि पनि हामी खराब भयो, पत्रिका ठिक हो। यो किन यस्तो हुन्छ होला? अर्को पक्ष सधैँ ठिक आफू ठिक भन्ने कुरा कमजोरी व्यापारीका रहलान्, यहाँले भने जस्तै सञ्चार माध्यम होलान्, अरू क्षेत्र रहलान्। त्यो एउटा ट्रेन्ड नै भयो कि एउटा एक किसिमको नेक्सस भयो मिडियाबाट र यता भनौँ न एउटा नेक्सस भयो। व्यापारीलाई एक्लै बनाइदियो अनि व्यापारीको बोल्दाखेरि व्यापारीले सत्य कुरा बोल्दाखेरि त्यसलाई चाहिने त्यो कुरालाई पनि कसैले मान्दैन। यो मान्छेले यति पैसा कमाएको छ भने, यो मान्छेले यति घर बनाएको छ भने पक्कै पनि केही न केही गडबड गरेको होला, नत्र कसरी कमाउन सक्छ भन्ने एउटा मानसिकता छ कि। जबकि नेपालको व्यापारीहरू त संसारमै भनौँ न केही पनि छैन। हामी जति यहाँ पैसावाला छौँ, एउटा बम्बेको एउटा घरमा तपाईँको एउटा बिल्डिङमा 100वटा भेट्छ हामी जस्तो त। जबकि हामी एउटा केडिया ग्रुप भन्छौँ, यो भन्छौँ, तपाईँ बम्बेमा गयो भने एउटा फ्ल्याट एउटा बिल्डिङमा तपाईँ हामीभन्दा बढी पैसावाला 100 जना भेट्छ। एउटा फ्ल्याटको भाउ नरिमन पोइन्टमा तपाईँको 120 करोडमा बिकेको छ। हामी कहाँ 120 करोडको फ्याक्ट्री छैन। यो आर्थिक सुदृढीकरण जोड्न जाए त्यसो भने कसरी सम्भव रहला? सम्भव त तपाईँको एउटा कुरो अचम्मको के छ भने त अघि पनि भने दुध फ्याक्ट्री लाई एट्याक हुन्छ या फ्याक्ट्रीलाई एट्याक हुन्छ, तपाईँको किसानलाई समृद्ध हुनु पर्यो। अनि छापा भन्दा त एट्याक नहुनु पर्ने हो होइन। एट्याक भनेको मैले अर्को किसिमले भन्दैछु। जस्तो किसान चाहिँ नि समृद्ध हुनुपर्छ, उखु किसान चाहिँ नि समृद्ध हुनुपर्छ। त्यही उखु किसानको चिनी मिल चलेको त्यो समृद्ध हुनु हुँदैन भन्छ। यस्तो नीति है त असम्भव कुरा हो नि। उखु मिल तपाईँको हाम्रो समाजले उखु मिल चलाऊ भनेपछि त किसानसित आफै आफ पैसा गइहाल्छ। उल्टो भयो कि यो। किसान राम्रो हुनुपर्छ, त्यहाँ पोलिटिकल छ, 1 लाख किसान छन्, भोट पाउँछ, उसलाई समृद्ध गर्ने अनि यसलाई चाहिँ चल्न नदिने। यसलाई चल्न दियो किसान त आफै आफ समृद्ध भइहाल्छ, भन्नै पर्दैन। दुधको किसानलाई समृद्ध हुने, तर दुध फ्याक्ट्रीलाई चाहिँ तपाईँको एट्याक भनेको त्यसरी एट्याक भनेको कहिले भनौँ न ट्याक्सको नीतिमा एट्याक हुने, कहिले केबाट एट्याक हुने, कहिले केबाट एट्याक हुने, कहिले किसानबाटै भनौँ न, कहिले युनियनबाट एट्याक हुने। त दुध फ्याक्ट्रीलाई संरक्षण दियो भने बाँकीको काम गर्नै पर्दैन। नीतिगत रूपमा पनि सुधार गर्नुपर्ने आवश्यकता देख्नु हो। नीति नै हुन्छ नि, अरू के हुन्छ? नीति बाहेक त अरू केही हुँदैन। यहाँ त नीतिकै धज्जी उडाएका छन्। नीति तपाईँको देश चल्ने एउटै शब्द हो, अर्को 2टा शब्द पनि होइन। म तपाईँले क्लियर भन्छु, त्यो हो पोलिसी। संसार पुरा एउटै कुरामा चलेको छ, गुड गभर्नेन्स, गुड पोलिसी। पोलिसी पोलिटिक्स, पोलिसी भयो भने पोलिटिक्स आफै आफ हराउँछ। जहाँ तपाईँको पोलिसी राम्रो छ त्यहाँ पोलिटिक्स कम हुन्छ, जहाँ पोलिसी खराब छ त्यहाँ पोलिटिक्स बढी हुन्छ। त्यो त एक अर्काको पूरक हो कि। जब तपाईँले बत्ती जलाइदियो भने अँध्यारो जान्छ, कहिले चाहिएन है बत्ती बलाउन। बत्ती बोलायो भने त तपाईँको यो डिस्कस गर्ने काम पोलिसीबाटै संसार गभर्न भएको छ। गुड गभर्नेन्स, गुड पोलिसी। तपाईँको अरू अर्को शब्दै छैन पोलिसी भयो, ओन्ली वान वर्ड। तपाईँ पोलिसी राम्रो बनाउनुहोस्। एउटा नरेन्द्र मोदीले पोलिसी राम्रो बनायो, सारा दुनियाँ तपाईँ त्यहाँ गएर लगानी गरिरहेछ। यति बेला हामीसँग संवाद गरिरहँदाखेरि एउटा उद्योगी मात्र नभई तमलपाको समानुपातिकतर्फको उम्मेदवार कस्तो रूपान्तरण के गर्न यो उम्मेदवारी? हेर्नुहोस्, कुरो विचार भनेको पार्टी चलाउनुहोस् कि मन्दिर चलाउनुहोस् कि मस्जिद चलाउनुहोस् कि एनजिओ चलाउनुहोस् कि बिजनेस चलाउनुहोस् कि ट्रेडिङ चलाउनुहोस् कि घर चलाउनुहोस्, सिस्टम सब ठाउँमा त्यही फलो हुन्छ। तपाईँ पार्टी पनि एक किसिमको बिजनेसै हुन्छ, मन्दिर पनि एक किसिमको बिजनेसै हुन्छ। मन्दिरमा पोलिसी राम्रो भयो भने तपाईँमा त्यहाँ भक्तहरू बढी आउने हुन्छ। मन्दिरको पोलिसी खराब भयो भने त्यहाँ पनि भक्त कम आउँछ। हामी भन्छौँ ओ साउथको मन्दिरहरू कस्तो राम्रो छ, अनि एकजनाले अर्कोजनाले भन्छ त्यहाँ लाइन लागेको हुन्छ। एक ठाउँमा फोहोर छ, त्यहाँ मान्छे जाने एकचोटि गयो अर्कोचोटि जान खोज्दैन। हरेक ठाउँमा पोलिसी हुन्छ, म्यानेजमेन्ट हुन्छ। र पोलिटिक्समा पनि तपाईँको पोलिसी राम्रो भयो भने, तपाईँको मान्छेहरू राम्रो भयो भने, सिस्टम म्यानेजमेन्ट त्यहाँभित्र पनि राम्रो भयो भने त्यसको पोलिसी, त्यसको पोलिटिक्स अस्थायी हुन्छ। जस्तो फ्याक्ट्री चलाउने त्यस्तै
राजनीति पनि त्यस्तै पोलिटिक्स पनि चलाउने, केही फरक छैन। हाम्रो राजनीतिक माहौलले आर्थिक समृद्धिको नारा सँगसँगै उद्योगीलाई के दिन सक्यो त्यसो भने? हामीलाई त टेन्सन दिएको छ त्यो चाहिँ हामीले जरुर पाएको छ। अरू त मैले के भन्ने, टेन्सन चाहिँ नि जरुर दिएको छ। गर्व गर्नलाई केही कुरा रहेनन्? गर्व गर्नलाई मैले भने नि, तपाईँको जमिनको काम गर्यो भने भूमाफिया, ब्याङ्कको काम गर्यो भने ब्याङ्क माफिया, स्कुलको काम गर्यो भने स्कुल माफिया, हवाई जहाजको काम गर्यो भने हवाई माफिया, म्यान पावरको काम गर्यो भने म्यान पावर माफिया। अब जब हरेक चिजमा माफिया छ भने त बिजनेस त छँदै छैन। हामीलाई जे गर्नुहुन्छ त्यही माफिया। मिडियाको काम गर्यो भने मिडिया माफिया, अहिले त त्यो पनि आइरहेछ। त्यसैले त्यहाँ हामी सब माफियामा अहिले छौँ। यो बुझाइ गलत हो वा यथार्थ नै यस्तै यस्तै? हामी वर्ल्डमा हामी छुट्टै एक किसिमको मान्छे नेपालमै जन्मिन्छ त त्यस्तो संसारमा अरू त्यस्तो जन्मिँदैन। यहाँबाट नेपाली जापानमा गयो भने ऊ राम्रो काम गर्ने, अस्ट्रेलियामा गयो भने टप 10 अस्ट्रेलियामा नेपालीबाट त्यही व्यक्ति, अनि त्यही व्यक्ति यहाँ माफिया हुने। एउटा यस्तो व्यक्तिलाई म चिन्छु, नेपाल छोडेर गयो। किन छोडेर गयो भने ऊ चाहिने ट्याक्स तिर्न सकेन, यति ट्याक्स उसमा भयो। अनि उसलाई आरोप के लाग्यो भने यो मान्छेले ट्याक्स तिरेन। त्यही मान्छे मेरो साथी एउटा अर्को कन्ट्रीमा गयो, म नाम पनि भन्दैन, कन्ट्री पनि भन्दैन, त्यहाँ चाहिने गभर्मेन्टले चाहिने हाइएस्ट ट्याक्स पेयरको त उसलाई अवार्ड दिएको छ। जस्तै कि बियर होराइजन जुन किसिमले एउटा खालले आर्थिक एजेन्डामा हामी प्रस्तुत गरेका थियौँ, त्यसका बिचमा अबका केही माहौलहरू जुन किसिमले मुलुक चुनावी माहौलमा छ, यसमा रहिरहँदाखेरि राजनीतिक वृत्तमा आर्थिक एजेन्डाहरू जुन किसिमले प्रस्तुत भएका छन्, यहाँ अस्थिरता ब्रेकपछि यहाँलाई स्वागत छ दर्शकबिन। जति सहजता र शालीनताका रूपमा सुन्छौँ हामी आर्थिक समृद्धि, नयाँ नेपाल र समुन्नत नेपाली भनेर, त्यसका बिचमा पनि साँच्चै नै मुलुकको अर्थतन्त्र पहिले पनि 5 साल अगाडि पनि 6 साल अगाडि पनि तपाईँको पढ्नुभयो भने बजेटमा हामी 6 सालभित्र 10,000 मेगावाट ल्याउँछौँ, आर्थिक क्रान्ति ल्याउँछौँ र 6 सालमा हाम्रो जिडिपी घट्दै गयो। त्यो बेलाको यो घोषणापत्रमा जति आर्थिक क्रान्तिको कुरो आएको थियो त्योभन्दा पहिले कहिले त्यति आर्थिक क्रान्तिको कुरो आएन। तपाईँ 5 साल 6 साल अगाडिको हाम्रो आर्थिक क्रान्तिको कुराहरू पढ्नुहोस्, सबै व्यापारीहरू हर्षित भएको छ, अब देश सुध्रिने हो। त्यसपछि हाम्रो जिडिपी घट्दै गयो। जुन बेला आर्थिक क्रान्ति गरिएको थिएन त्यो बेला जिडिपी राम्रो थियो। आर्थिक क्रान्ति गरेपछि हाम्रो जिडिपी घट्दै, यो कुरो हामीसित अब हामी सुन आयात गर्न ब्यान्ड गरिदियो। धेरै कुराहरू हामीले देशमा डलर नभएको कारणले ल्याउन पाउँदैन। त्योभन्दा अगाडि यस्तो कहिले भएको थियो? जुन किसिमले एउटा ल्याइदिनु पर्ने हुन्छ, जस्तो हामी यति ल्याइदिन्छौँ यति ल्याइदिन्छौँ भन्दै हुने कि ल्याउन चाहिँ नपर्ने होइन। तपाईँको के हुन्छ भने बोल्नु र त्यो काम गर्ने तरिकामा तपाईँको एक्सिलेटर त दबाइदियो, ब्रेक छैन। तपाईँ ब्रेक र एक्सिलेटरको कम्बिनेसन भएन हामी कहाँ। र अर्को सुनाउँछन् कि हावापानी सुहाउँदो मोडल भएन भन्ने कुरा? हावापानी सब हाम्रो हावापानी जहिले पनि फरक किन हुन्छ? हाम्रो यहाँको 140 देशमा नेपालीहरू काम गर्छन्। त्यो 140 देशको हावापानीमा उनीहरू बस्न सक्छन् भने यो देशको हावापानी कस्तो छ? हावापानी त त्यही हो संसारमा, जहाँ गए पनि मान्छे उस्तै हुन्छ, बोली उस्तै हुन्छ, सबलाई प्रेम मिठास गर्नुहोस्,
व्यापारको पोलिसी सब संसारमा त्यही हुन्छ, फरक त केही देख्दैन मैले। तमलपाको धरातल टेकेर यहाँले परिकल्पना गरेको आर्थिक समृद्धि के र त्यसो भने? आर्थिक समृद्धि भनेको तपाईँको जुन पहिले राष्ट्रियहरू चाहिँ नै सब ठाउँमा कम्युनिजम भनौँ, कम्युनिजमको विरोध होइन कि, जुन ठाउँमा हामीले हेरौँ पोल्यान्ड धराशायी भयो, चेकोस्लोभाकिया धराशायी भयो, चाइनाले आफ्नो पोलिसी चेन्ज गर्यो, रसिया धराशायी भयो। भोलि यहाँ जानुभयो भने पनि त संस्था जुन किसिमले जानु पनि गर्ने त यस्तै यस्तै यही नै होला नि। तर एउटा व्यक्तिले त चेन्ज ल्याउँछ नि। संसारमा एउटा चाणक्यले चेन्ज ल्यायो नि, तपाईँको एउटै चाणक्य थियो। अहिलेसम्म हामी त्यसको किताब पढ्छौँ। एउटा गान्धीले क्रान्ति ल्यायो, एउटा बुद्धले ल्यायो नि, ल्याउने त एउटै हो। तपाईँको दास प्रथा पनि एउटा मान्छेले नि चेन्ज ल्यायो। संसारमा एउटा अल्बर्ट आइन्स्टाइनले चेन्ज ल्यायो, ल्याउने त एउटै व्यक्तिले हो। त्यो चेन्ज कहाँ कहिले हुन्छ त्यो भाग्यको पनि कुरा हुन्छ, कहिले कहिले कहाँबाट हुन्छ हामी थाहा हुँदैन। तर त्यस्तो त्यस्तो सिम्पटम्सहरू भयो भने, जोडिएर आयो भने त्यो चेन्ज त आउन सक्छ नि। हिजोसम्म उद्योगीहरूले आशा गर्नुहुन्थ्यो राजनीतिक स्थिरताका विषय, अब नागरिकले यहाँसँग पनि अपेक्षा गर्ने बेला आएको छ। उम्मेदवारका हिसाबले पनि के रहला, के अपेक्षा? जस्तो यही खालको अस्थिरताका बिचमा पहिला त दोषहरूलाई लाउन पाउनुहुन्थ्यो, अब त एकाध रूपमा जिम्मेवारी आफ्नो पनि महसुस गर्न पर्ने होला। हो, तपाईँको प्रश्न यो राम्रो हो। तर अघि मैले भने तपाईँको हामी काम गर्दाखेरि तपाईँको पार्टीको पोजिसन के छ, तपाईँको पावर कतिको छ, तपाईँ पार्टीमा गभर्मेन्टभित्र छ कि बाहिर छ, तपाईँको इन्फ्लुएन्स कतिको छ। अनि धेरै ठाउँमा तपाईँको कुरो राम्रो भए पनि 10 जना तपाईँको अगेन्स्टमा छ भने त्यसले चल्न दिँदैन। अब चल्न दियो भने एउटा कुरो हुन्छ, मैले भनौँ न पार्टीले गर्न पायो भने एउटा कुरो हुन्छ, गर्न पाएन भने एउटा कुरो हुन्छ। मेरो वार्ताबाट तपाईँले भिजन बुझिसक्नु भएछ। देश भनौँ न कुनै पनि समाज यसरी चल्ने, यसरी भन्ने। अब गर्ने मैले त्यही हो, गर्न पायो भने गर्ने त्यही हो, गर्न पाएन भने अब हाम्रो साथीहरूलाई संसदमा भएको होइन यस्तो गर्नुहोस्। अरू ठाउँमा पनि मैले उच्च शिक्षामा पनि म सभासद हो। त्यहाँ पनि यो 4 सालको दौरानमा धेरै चेन्जहरू हामीले जुन एउटा किसिमको शिक्षामा ल्याउनु पर्थ्यो। गर्न पाइयो भने चाहिँ के गरिएला? गर्न पाइयो भने मैले भने नि तपाईँको, गर्न पाइयो भने पोजिटिभ बन्द भएको ढोकाहरू खोलिदिने, पोजिटिभ थिङ्किङ गर्ने। सरकार चलाउनेहरूलाई हेर्नु भएको छ, नागरिकहरूलाई हेर्नु भएको छ, के रहला उहाँहरूको भूमिका चाहिँ? अब भूमिका भनेको हेर्नुहोस्, मान्छे सबै त्यही हो। एउटा स्कुलको विद्यार्थी सबै मारपिट गर्छन्,
एउटा स्कुलको विद्यार्थी सबै राम्रो हुन्छन्, प्रिन्सिपल कस्तो हो, त्यहाँको सोसाइटी कस्तो हो, भित्रको टिचर कस्तो, फरक त्यसैले एउटा स्कुलमा गएको भाइ झगडा गर्छ, एउटा त्यही भाइ चाहिने राम्रो हुन्छ। त नागरिक भनेको कुनै छुट्टै हुँदैन कि संसारमा। नागरिक मान्छे त्यही जन्मिँदाखेरि त म जापानिज होइन नि, जन्मिँदाखेरि त म कोही अमेरिकन होइन नि, म त एउटा बच्चा हो जन्मेको, मलाई केही थाहा छैन। कस्तो परिवेशमा जन्मेको छ त्यस्तै भइदिन्छ। हामी परिवेश चेन्ज गरिदियो भने, इन्भाइरोमेन्ट चेन्ज गरिदियो भने हामी यहाँ के बाटोमा गए पनि प्याक्ट थुकिदिन्छौँ, फ्यालिदिन्छौँ। तपाईँ नै भन्नु न एकछिनलाई, तपाईँ सिङ्गापुर गयो भने त्यो कुरो तपाईँ बिर्सिनुहुन्छ, हो यहाँ पुग्यो भने त समस्या छ। त्यही हाम्रो नेपाली त्यहाँ जानसाथ निट एन्ड क्लिन पनि हुन्छ, थुक्ने बानी पनि खत्तम हुन्छ, फोहोर पनि गर्दैन, किनभने त्यहाँको इन्भाइरोमेन्ट त्यस्तो छ। त्यो इन्भाइरोमेन्ट राम्रो क्रिएट गरेर सबै ठिक हुन्छ। नागरिक ठिक, परिस्थिति बेठिक हो। मान्छे कोही आफैमा खराब हुँदैन, परिस्थितिले मान्छेलाई, इन्भाइरोमेन्टले मान्छेले। यहाँ तपाईँको कार्पेट छ, सोफा छ, यहाँ तपाईँले थुक्न सक्नुहुन्छ भन्नुहोस् त, फोहोर ठाउँमा त थुक्न सक्नुहुन्छ नि। त्यही त हो, सिम्पल कुरो हो, त्यसमा धेरै बोल्ने कुरै होइन। तपाईँ परिस्थिति ठिक गर्नु, सबै ठिक हुन्छ, मान्छे आफैमा खराब हुँदैन। नेपाली नागरिकको हैसियतले कतिको आशावादी बनाउँदैछौँ नि? दोस्रो संविधान सभाको निर्वाचन, त्यसको नतिजा, राजनीतिक दल सबैबाट, अनि यहाँ जस्तो उद्योगीहरू जो राजनीतिक वृत्तमा छिर्दै हुनुहुन्छ, प्रवेश गर्दै हुनुहुन्छ। अब आशावादी त हामी अलिक किन छौँ भने, जुन संविधान सभा हामीले बाहिरबाट गेटबाट हेर्थ्यौँ, त्यहाँ भित्र छिर्ने त हाम्रो सोचै थिएन। कुनै 10 साल अगाडि त हामी भनौँ न, त्यो त मेरो बाटै होइन जस्तो लाग्यो। बाटो होइन कि धन्यवाद, निकै आभारी छौँ।